न्यूजील्यान्डमा भिजा फर्स्ट पे लेटरको सिस्टम हो। यदि तपाईँको भिजा रिजेक्ट भयो भने हजुरको फाइनेन्सियल लस हुँदैन। युके, अस्ट्रेलिया, क्यानाडा जस्ता देशहरूमा जहाँ पहिला ट्युसन फी पे गर्नुपर्छ, भिजा रिजेक्ट भयो भने हजुरको फाइनेन्सियल लस। न्यूजील्यान्डमा त्यस्तो केही छैन। न्यूजील्यान्डको यो रियल सिस्टम हो। अब हेरौँ यो कसरी काम गर्छ। हजुरले आफ्नो एकाडेमिक डकुमेन्ट र कुन युनिभर्सिटी र कुन कोर्सको लागि हजुरले अप्लाई गर्दै हुनुहुन्छ त्यो युनिभर्सिटीमा तपाईँले अप्लाई गर्नुहुन्छ। अप्लाई गरिसकेपछि युनिभर्सिटीले तपाईँले अफर लेटर दिन्छ। यो अफर लेटर तपाईँको एकाडेमिक डकुमेन्ट र साथै तपाईँको फाइनेन्सियल डकुमेन्टलाई लिएर हजुरले एम्बेसीमा भिजाको लागि अप्लाई गर्नुहुन्छ। न्यूजील्यान्डको इमिग्रेसन डिपार्टमेन्टले तपाईँको सबै डकुमेन्टलाई रिभ्यू गरेर उनीहरूले एप्रुभल इन प्रिन्सिपल हजुरलाई दिन्छ। यो एप्रुभल इन प्रिन्सिपल पाइसकेपछि हजुरले ट्युसन फी पे गर्नुहुन्छ। ट्युसन फी पे गरिसकेपछि त्यसको रिसिप्टको साथ हजुरले फाइनल स्ट्याम्पिङको लागि एम्बेसीमा भिजिट गर्नुहुन्छ। त्यसैले इन 2026 मा न्यूजील्यान्ड तपाईँको लागि बेस्ट अप्सन हुन सक्छ। हजुरले एडुकेबल एजुकेसन कन्सल्टेन्सी मीन भवन नयाँ बानेश्वर काठमाडौँमा भिजिट गर्न सक्नुहुन्छ। वीरगञ्ज या वीरगञ्जको नजिकको एरियाबाट हुनुहुन्छ भने हजुरले वीरगञ्ज घण्टाघर लिङ्क रोड अपोजिट मसल ब्याङ्क थर्ड फ्लोरमा एडुका कन्सल्टेन्सी भिजिट गर्न सक्नुहुन्छ या तल दिएको नम्बरमा कल गर्न सक्नुहुन्छ।